सो गाइस हैन मैले चाहिँ यो भिडियोमा हाइलाइट्स राखिन है सो किन भन्दाखेरि अहिले मैले युज गरिरहेको क्यापकटमा चाहिँ हल्का प्रब्लम भइरहेछ सो ट्रान्जेक्सनहरु हल्का हाल्नु मिलेको छैन यो भन्दा अघिल्लो भिडियो हैन मैले ट्रान्जेक्सन हालेको थियो तर एप्लाई भएन छ सो आइ एम सरी फर दैट है सो एक दुईवटा अपकमिङ एक दुईवटा भिडियो भने त्यही हुन सक्छ है प्रब्लम सो त्यही भएर मैले अहिले ट्रान्जेक्सन सरी के जाति ओ हाइलाइट्स हालिन है सो के छैन गाइस हैन भिडियो चाहिँ एकदम सादा सिम्पल बनाएको छु है सो त्यति झिलिमिली अलिक छैन है किन भन्दाखेरि ट्रान्जेक्सनहरु अलि इजी हुन्थ्यो है शिफ्ट गर्नु सो केही छैन गाइस हैन एकदम सादा सिम्पल बनाएको छु सो त्यसरी हेर्नु हल्का कहिलेकाहीँ त्यसरी पनि हेर्नु होला सो तपाईहरु भिडियो इन्जोय गर्नु होला सो म चाहिँ अब बाइ बाइ भन्न चाहे सो भिडियो इन्जोय गर्नु होला सो लेट्स सी So hello guys and welcome again in our YouTube channel. So फेरि पनि स्वागत छ हजुरहरुलाई हाम्रो YouTube channel. In this video we are gonna do something crazy. Oh my god, crazy. So हैन आजको भिडियोमा चाहिँ just wait for a second. So आजको भिडियो चाहिँ हामी चटोसँगले कलमी भन्छ गारे सो म चाहिँ हाम्रो कटहरुको कलमी राख्न जाँदै छु. सो के कस्तो हुन्छ है. सो म चाहिँ के यो एउटा प्लास्टिक यो जस्ताको प्लास्टिक यो हुन्छ होला. अनि अर्को कुरो दिस कल ज्याबेल होला अनि त्यसपछि यहाँ चाहिँ थोरै मल सामानहरु सो यहाँ दोरी छ अलिकति सो आजको भिडियोमा चाहिँ चटोसँगले हामी वेट फर सेकेन्ड म्यान यो पनि थोरै चाहिन्छ मलाई यहाँ अहिले एडिट गर्नु सो हाम्रो कटहरु चाहिँ उताको एउटा मर्न लागेछ है सो त्यही भएर अहिले नि यसो कलमी जोडी पो हाल्छ कि भइ पो हाल्छ कि भन्ने हिसाबले चटोसँगले गरौँ न भन्ने God, what the heck is this going man? So त्यो कलमी राख्नु न भनेर चटोसँगले म आज राख्न आँटेको है सो लेट्स सी के कस्तो हुन्छ अनि सबैभन्दा पहिला मलाई ट्राइपड चाहिएन जस्तो लाग्यो अहिलेको समयमा सो यही होस् यो सो पहिला हामी यो माथि सरी दिस इज कल गोबर अनि स्टुल के पो भन्थ्यो यसलाई अंग्रेजीमा मलाई पनि थाहा भएन ठ्याक्कै थाहा भएन सो माटो चाहिँ कुन राम्रो होला दिस इज मैले एकतिर देखाएको छु क्यारे म एकतिर काम गरिरहेको छु यो हाम्रो गाई यसले चाहिँ कहिलेकाहीँ कुन मुडमा हुन्छ है कहिलेकाहीँ चाहिँ हान्नु आँटेको जस्तो गर्छ कहिले चाहिँ फेरि केही पनि गर्दैन के भएको यिनलाई पनि फेरि सो म चाहिँ यति लिन्छु लेट्स के कस्तो हुन्छ पहिला अब हामी अर्को काम माटो लिनु जाउँ माटो कुन राम्रो हुन्छ भन न त्यो तल खेतको ल्याउँदा हुन्छ माटो कलमी राख्नुको लागि सो अब चाहिँ हामी टक्कसँगले कलमी लिनु कलमीको लागि माटो लिनु जाँदैछौँ सो यसो गाइज होइन आज चाहिँ टक्कसँगले होइन गीत बिना टाकासँगले गरौँ कि भनेको तर अहिले गीत चाहिन्छ नि जस्तो लागिरहेको छ है गीत भन्नु नि हल्का टाइम ल्याप्स कि के भन्छ हल्का क्या वो गाइज सो हामी चाहिँ यहाँबाट लगौँ है टक यो पातहरू पनि अरे भाइ साहब म खासमा मोबाइलमा हेरेको छैन क्या सो त्यही भएर एकतिर रेकर्ड भयो होला आइएम सरी फर द गाई है सरी आइएम सरी फर द्याट गाइज होइन के कस्तो माटो लाउनुपर्छ त्यो मलाई थाहा छैन आइएम फर्स्ट टाइम दिस थिङ के भन्नु अङ्ग्रेजी पनि फेरि अङ्ग्रेजी नै छ र पो त सो फर्स्ट टाइम म पनि यसरी गर्दैछु सो आई डोन्ट हेभ एनी आइडिया फर दिस थिङ यति भए पुग्छ होला सो लेट्स सी लिएर जाउँ
प्रब्लम भयो भने एकदम गुड भएन भने पनि केही छैन गाइज होइन इट्स जस्ट हुन्छ नि गुड ट्राई हाम्रो यो बाटोको मानेहरू पनि काट्नु भयो हुन्छ कि यो धेरै जङ्गल भयो So first of all I have gloves त्यो नर्सिङ गर्ने बेला के गर्छ त्यो गर्ने खालको ग्लोभ्स छ So I would like to wear first of all so एउटा युज गरौँ यहाँ यसो देखाइदिनु त एकतालि देखेछ राम्ररी यहाँ यो त के हो यो त पाल पो परेको थियो क्या हो त रहेछ सब एक्सपायर भइसकेछ क्या रे सब एक्सपायर भयो क्या रे कालो न कालो छ त के भएको म ओइ म चाहिँ एउटा हातमा मात्र लाउँछु सो एउटा हातले मुछ्यो भने हुन्छ त होला नि केही छैन दादाले के गर्नु म यहाँ अब हेरौँ के हुन्छ अब ल तपाईँ लगा त्यो त अलिक च्यातिएछ त्यही पनि लगायो यो चाहिँ अलिक च्यातिएको छैन माटो मुछ्नुपर्छ लगा त यो पनि लगा के हुँदैन त माटो खेल्नुपर्छ क्या अब ल सेट लेट्स गो धेरै गिलो गिलो छ क्या यस ए माटो त कम पो हुन्छ क्या रे हो छैन मैले चाहिँ अझैले मुछेँ है के कसो गरेर मुछ्नु चाहिँ मुछेँ अब चाहिँ मैले यहाँबाट यो दुईटा माल सामान लिएर जानुपर्ने हुन्छ हाम्रो घिउ कुमारी कता छ आमा पारी छ छैन सो अब चाहिँ हामी चटोसँगले लिएर जानुपर्ने हुन्छ सो त्यसको लागि मैले यसो गरेर बोक्नुपर्ने हुन्छ सो लेट्स गो गाइज हैन जाउँ सो ओए यहाँ चाहिँ त भाइ यो लिएर आइज यो उयो सो लेट्स गो गाइज अनि एउटा कुरा चाहिँ के छ भन्दाखेरि मलाई यस्तो कलमी कसरी राख्छ कुन सिजनमा राख्छ के राख्छ त्यो मलाई थाहा छैन होइन तर मलाई चाहिँ जोस् इच्छा लाग्यो अनि अहिलेको समयमा हल्का यसरी झारपातहरू पनि यत्रो झारपातहरू पनि यत्रो ठुलो ठुलो हुन्छ नि त सो त्यही भएर यसो के जस्तो रे मोबाइल राख्ने हो सो अब चाहिँ हो त है साँच्ची है साले गफाडी यही कटहरू हाम्रो यो चाहिँ अलिक मर्न आँटेको छ क्या
त्यही भएर सुल्लेसी अब म कलमीको लागि एउटा गुड डाक्ला हेर्छु सो यो त अलिक बिस्तारै भयो सुल्लेसी अब चाहिँ जतासँगले यहाँ मैले गर्नुपर्ने हुन्छ म चाहिँ अलिक तलै राखौँ भनेको यो डाक्ला चुज गरेको मैले चाहिँ के कस्तो हुन्छ कि अरू तलतिर पनि हेरौँ त्यस्तो छैन गाई छैन मैले बिहान हेरेर गएको थिएँ सो यही गरौँला भनेर सोचेको सुलेसी यही गरौँ है सो अब चाहिँ म फोन एक ठाउँमा राख्छु अनि त्यसपछि हाम्रो भिडियो सुरु हुन्छ है त्यो प्रोसेस सो लेट्सी गाई छैन हेर्दै गर्नु होला सो लेट्सी सो गाई मैले चाहिँ हल्का मोबाइल सेट गरिसकेँ अब चाहिँ म चट्टसँगले यहाँ उयो गर्छु के कस्तो हुन्छ सो लेट्सी होइन फाइनली यहाँ मैले गरिसकेँ सो यहाँ हेर्नु सक्नुहुन्छ यस प्रकारले भयो कि भएन है त्यही पनि यसो गरिदिउँ न है केही नगर्नु भन्दा केही गर्ने राम्रो भन्छ सो जस्ट फोकस फोकस सो सो तपाईहरु पनि यसरी नै राख्नु यसरी नै बनाउनु चाहनुहुन्छ भने तपाईहरुको लागि मैले चट्टसँग डिस्क्रिप्सनमा मैले ट्युटोरियल हेरेको भिडियोको लिंक राख्दिने छु त्यहाँबाट पनि हेरेर गर्न सक्नुहुन्छ सो म अझै एउटा टुक्रा लान्छु त्यो चाहिँ किन भन्दाखेरि म अर्को तरिकाले पनि गर्न चाहन्छु सो त्यही भएर म अर्को टुक्रा लान्छु म दुईटै तरिकाले तपाईहरुलाई दुईटै तरिकाको भिडियो म गर्दिन्छु सो तपाईहरु चाहनुहुन्छ भने you guys can also follow the what call that so भनौँ न तपाईहरु पनि त्यसरी नै गर्न सक्नुहुन्छ सो म चाहिँ पहिला यहाँ एउटा गुड क्वालिटी गुड किन राम्रो हुन्छ त उयो चाहिँ माथि माथिको लिन जानुपर्छ क्यारे म चाहिँ पहिला माथि चढ्छु कलर त यसपालि पोहोर भन्दा यसपालि अलिक कम भयो जस्तो लागेको छ है पोहोर त वाह ओ माय गॉड हुन्थ्यो हातै गल्यो त अस्ति नै यस्तो चिचिला हुने बेलै गर्नु पर्थ्यो क्यारे अहिले ढिलो भइसक्यो क्यारे त्यही पनि एज आई सेड केही नगर्नु भन्दा गर्नु नै राम्रो ओके सो के भन्छ दिस मैले यसलाई देखेँ सो यहाँ छ यहाँ पनि छ यहाँ तल पनि छ हौ तेरीको फोकस पनि कहाँ हो के हो दे हो यो
यो पनि चट्टासँगले गर्छु। त्यतिकै मच्छरले फेरि आउनु पाएन, किस खाइदिइहाल्छ हौ। कसले? मैले कि सुन्दराले? मैले काटेर त आएको त्यही घर पछाडि। यहाँ हेर्नु सक्नुहुन्छ सब सुकेर गइसकेको छ यो त। अब चाहिँ म यहाँबाट झर्छु। आउनु चाहिँ आयो, अब झर्नु पो हल्का गाह्रो लागिरहेको छ। सो मैले चाहिँ त्यहाँ माटो फोकटिया धेर मुछ्यो क्यारे सो केही छैन है। त्यो आखिरी उभि गएको त। अब चाहिँ चट्टासँगले म आन्टीहरूको यो यहाँ होस्। अझै म त्यो बाँकी उब्रेकोलाई लिएर जान्छु, उहाँ गएर गर्छु है त। यो दुइटा गर्छु है त। सो गाइज चाहिँ म तपाईँहरूलाई एकैचोटि घर पुगेपछि भेट्छु, मलाई लानु अठारो हो। सो गाइज होइन, अर्को एउटा सानो सर्ट भिडियोमा चाहिँ मैले देखेको थिएँ प्याचहरू पनि राखेको। यहाँ छ दुईवटा यो के जाति। अब फेरि म यसलाई यहाँ चट्टासँगले बनाउने छु। सो हेर्नु होला, फेरि म यहाँ मोबाइल सेट गरेर अनि गर्नेछु। सो लेट्स सी, हेर्दै गर्नु होला। सो गाइज होइन, हामी चाहिँ भिडियोको इनमा आइसक्यौँ हुन्छ। अब चाहिँ हाम्रो भिडियो खतम हुन्छ। सो मैले यहाँ एजुकेसन चाहिँ मैले यहाँ बनाइसकेँ। सो पारी पनि गरेँ। सो यिनीहरू चाहिँ बाछा बाछा आई डोन्ट नो द्याट है। सो तपाईँहरूलाई के कस्तो छ थाहा छ भने हल्का यसलाई के गर्नुपर्छ मैले त्यो तपाईँहरूले थाहा छ भने तपाईँहरूलाई कमेन्टमा मलाई भन्नु सक्नुहुन्छ है। सो आई सच निड अ हेल्प है फर दिस थिङ। सुँगुर खोलिदिँदा हुँदैन। अब पहिला यो खट्याउँछु अनि मात्रै अहिले फेरि त्यसले बाथाङ हुँदैन पार्छ। यो यसरी एयर टाइट हाउस भनेर मैले गरेको। अब त्यो हुन्छ हुँदैन है, के अरे त्यो लाउँदा हुन्थेन। आई डोन्ट नो द्याट। यदि तपाईँहरूलाई थाहा छ भने मलाई भन्नु सक्नुहुन्छ इन कमेन्ट। अदरवाइज तपाईँहरू मलाई इन्स्टा अथवा के जाति टिकटकमा त्यहाँबाट गएर पनि यसो भन्नु सक्नुहुन्छ मेसेजमा। सो परेर होइन। सो विल नेक्स्ट भिडियो गाइज होइन, एज अघि नै भनिसकेँ मैले। तपाईँहरू पनि यसरी नै राख्नु सक्नुहुन्छ। सो राख्नु सक्नुहुन्छ भन्नु के भन्नु होइन, राख्नु चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले तपाईँहरूको लागि भनेर मैले टक्कसँगले मैले हेरेको ट्युटोरियलको भिडियो चाहिँ चट्टसँगले डिस्क्रिप्सनमा राख्दैछु। सो त्यो भिडियोको लिङ्क। सो त्यहाँबाट हेर्नु सक्नुहुन्छ। सो विल इन नेक्स्ट भिडियो गाइज होइन। सो हामी चाहिँ अब यसको पार्ट 2 चाहिँ अब एक महिना नत्र एक महिना भनौँ न, 1 महिना पछि तपाईँहरूलाई ल्याउनेछौँ। सो एक महिनाभन्दा अलिक ढिलै पनि हुनसक्छ किन भन्दा भिडियो सुट गर्दाखेरि अनि एडिट गर्दाखेरि टाइम लाग्ने भइहाल्छ। सो केही छैन, विल नेक्स्ट भिडियो। अनि सो गाइज होइन,
अरू के कसो भन्नु छ सो विल नेक्स्ट भिडियो सबै गाइस हेर्दै गर्नु सो लेट्स सी विल नेक्स्ट भिडियो सबै I just wanna go to